फाइनल्ली एम्बलिङ हाइड्रो पावर लिमिटेडको आइपिओ चाहिँ सम्पूर्ण आइपिओ सेयर लगानीकर्ताहरूको डिम्याटमा चाहिँ ट्रान्सफर गरिएको छ भने साथीहरू आउनुहोस् कहिलेदेखि यो लिस्टिङ भएर कारोबारमा आउनेछ, यसको पहिलो कारोबार मूल्य कति रहनेवाला छ अनि सम्भावित प्रफिट चाहिँ कति जति हुन्छ होला त। आउनुहोस् आजको भिडियोमा सम्पूर्ण चर्चा गरौँ भने हजुरहरूलाई स्वागत छ पैसाको पारेखी युट्युब च्यानलमा, जहाँ हर समय आइपिओ एफपिओ फाइनान्स र सेयर मार्केटसँग सम्बन्धित ताजा र महत्त्वपूर्ण अपडेटहरू छोटो मिठो लिएर आइरहेकै हुन्छौँ। यस्तै अपडेटको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ पक्कै पनि नबिर्सनुहोला। भने साथीहरू यस एम्बलिङ हाइड्रो पावर लिमिटेडको नेटवर्थ रहेको छ 101 रुपियाँ 82 पैसा भने अर्निङ पर सेयर चाहिँ 1 रुपियाँ 82 पैसा चाहिँ रहेको छ। यसको नेटवर्थ र अर्निङ पर सेयर चाहिँ अन्य हाइड्रोहरूको तुलनामा चाहिँ पोजिटिभै रहेको छ भने यसको पहिलो कारोबार मूल्य चाहिँ 100 रुपियाँदेखि 300 रुपियाँको बिचमा चाहिँ रहनेवाला छ। भने साथीहरू पहिलो दिन 300 रुपियाँमा कारोबार सुरु भएर 15% सर्किट हालेछ भने त पक्कै पनि पहिलो दिनै राम्रो फाइदामा त हामी रहने नै वाला छौँ। भने साथीहरू सामान्यतया हाइड्रोहरूको 500 देखि 800 त इजिली पुगिरहेकै हुन्छ भने यसको पनि 500 देखि 800 त इजिली पुग्छ भने अझै मार्केटमा चाहिँ अब हाइड्रोहरूको पनि 800 भन्दा माथि गइरहेको ट्रेन्ड चलिरहेको छ भने त यो पनि 1000सम्म पुग्न सक्ने सम्भावना रहेको कम्पनी त रहेकै छ भने इजिली 500 देखि 800 त पुग्छ नै पुग्छ। हजुरहरूले चाहिँ कतिसम्म चाहिँ तपाईँले होल्ड गर्ने सोच्नु भएको छ त्यो कमेन्टमा बताउनु चाहिँ पक्कै पनि नबिर्सनुहोला। भने साथीहरू तपाईँले एकदम मार्केटमा के भइरहेको छ भनेर हेरेर आफ्नो टार्गेट चाहिँ सेट गर्न सक्नुहुनेछ। भने साथीहरू अबको 7 देखि 10 दिनभित्र चाहिँ लिस्टिङ भएर यो चाहिँ कारोबारमा आउनेवाला छ भने सम्पूर्ण साथीहरूलाई शुभकामना छ, राम्रो प्रफिट लिएर चाहिँ बेच्नु होला है त।